एउटा तिलोत्तमा उद्योग वाणिज्य सङ्घको उद्योग व्यवसायहरूलाई के छ त्यो बताउनु। खुसी व्यक्त गर्न चाहन्छु। एउटा निजी क्षेत्रको चाहिँ प्रतिनिधिमूलक संस्था तिलोत्तमा उद्योग संघ आफ्नै नगरपालिकाभित्र एउटा राम्रो उद्योग खोलेकोमा हामी यसका सञ्चालकलाई विशेष धन्यवाद दिन चाहन्छौँ र अगाडिको दिनमा उहाँको व्यावसायिक यात्राको सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु। यसमा यो ग्रेनाइट उद्योग हो र यसमा र मेटेरियल चाहिँ इन्डियाबाट ल्याउने अनि यहाँ आएर प्रोसेसिङ गरेर उहाँहरूले ग्रेनाइट खेती गर्नुभएको छ। विशेष गरी मैले अहिले के स्मरण गर्न चाहन्छु भन्दाखेरि नेपालमा आजभन्दा चाहिँ 2 दशक अगाडि सिमेन्ट उद्योगको हालत पनि त्यस्तै थियो। क्लिङ्कर इन्डियाबाट आउँथ्यो र पछि चाहिँ त्यो क्लिङ्करलाई प्रोसेसिङ गरेर सिमेन्ट बनाएर बेच्ने गरेका थियो। आजको दिनमा सिमेन्ट चाहिँ नेपालबाट इन्डिया जान्छ, क्लिङ्करहरू पनि सबै चाहिँ नेपालभित्रै छ र नेपालमा पनि खानेहरूको प्रचुर सम्भावना छ। यसको र मेटेरियल चाहिँ हामी नेपालमै व्यवस्थापन गर्न सकेको अवस्थामा नेपालको रकम नेपालमै रहन्थ्यो, इन्डिया जान्थेन। यसमा चाहिँ फरेन रिजर्भ करेन्सीको कुरा पनि छ। हामीले बाहिरबाट चाहिँ सामान नेपालमा इम्पोर्ट गर्दाखेरि हाम्रो फरेन रिजर्भ करेन्सी घट्न जान्छ र हामीले यदि यसको कच्चा पदार्थ चाहिँ नेपालभित्रै व्यवस्थापन गर्न सकेको अवस्थामा हामी अझ आत्मनिर्भर हुन्थ्यौँ र हामी चाहिँ छिमेकी उत्तर प्रदेशको एरियामा पनि हामी चाहिँ ग्रेनाइटहरू सप्लाई गर्न सक्ने स्थितिसम्म पर्न सक्छ। त्यसको लागि हाम्रो चाहिँ नगर प्रमुख पनि हुनुहुन्छ, उहाँलाई पनि मैले चाहिँ यो विषयमा चाहिँ सहजीकरण गर्नको लागि पनि अनुरोध गर्दछु र हामीले चाहिँ प्रदेश महासङ्घ र केन्द्रीय महासङ्घ मार्फत यसको पनि खानेहरूको लागि कहाँ खाने छ त्यसको लागि अध्ययन गरेर यसको खाने यही नै हुने हिसाबले चाहिँ एउटा चाहिँ सहजीकरण गर्ने भूमिकामा हामी लागेछौँ। धन्यवाद। हाम्रो मेसिनरीतिर हाम्रो झन्डै 3 करोड आइसी चाहिँ लगानी भएको छ र फाउन्डेसनतिर हाम्रो 2 करोडभन्दा बढी चाहिँ हाम्रो लगानी भएको छ। नेपाली आइसी मेसिनको हो भने नेपाली चाहिँ यसको 2 करोडभन्दा बढी चाहिँ हाम्रो फाउन्डेसन मेसिनको जग अनि यो हामी ट्रस भवन बनाउँदा 2 करोडभन्दा माथि खर्च भयो। करिब 7 करोड हाम्रो लगानी भएको छ भने हामी चाहिँ चालु पुँजी यसको लागि चाहिँ झन्डै हाम्रो चाहिँ 10 करोडभन्दा माथि हामीले अहिले लगानी गरेका छौँ र अब निकट भविष्यमा हामी 2 करोड रुपियाँ अरू थप चाहिँ लगानी गर्ने र यसलाई अलिक वृहत रूपमा, किन भन्दाखेरि उत्पादन मात्रै गरेर भने यसलाई रोटेसन जस्तै हाम्रो इन्डियाबाट माल आउँदाखेरि बिचमा अलिकति हाम्रो चाहिँ 8-10 टिप्पर चाहिँ के अरे ट्रली चाहिँ हुन्छ भने यहाँ उत्पादन गर्ने बेला त्यति नै चाहिन्छ र बजारमा पनि त्यति नै जानुपर्ने हुँदाखेरि झन्डै हाम्रो 40 लहरी भन्छ त्यसलाई, ट्रली भन्छ त्यो ठुलो लामो उसमा त्यो भन्नुको कथा झन्डै चाहिँ 40,000 टन 40,000 टन हाम्रो चाहिँ मेटेरियल चाहिँ हाम्रो यो बाटोमै घुम्ने भएको हुँदा त्यसको लागि हामीले त्यो लगानीको पनि त्यो गर्दैछौँ। यही हो। अब हामी चाहिँ भर्खर सुरुवात गर्दैछौँ। सबैको सहयोगको अपेक्षा गर्दैछौँ, नगरपालिकाको सहयोगको अपेक्षा गर्दैछौँ र सबै आम उपभोक्ताहरू यहाँ स्थानीयवासी सबै ग्रामवासीहरू तिलोत्तमा नगरपालिका वडा नम्बर 7 गर्छु र हामी 7-8 जना साथी मिलेर अहिले भर्खरै यो व्यवसाय ग्रेनाइट प्रणाली स्थापना गरेका छौँ र यसले चाहिँ हाम्रो देशमा उद्योगको लागि चाहिँ नेपाल सरकारले जुन प्राथमिकता दिँदैछ त्यसको लागि हामी धेरै अपेक्षा गरेका छौँ र यसले चाहिँ खास गरेर वैदेशिक घाटा जुन वैदेशिक घाटा छ यसलाई चाहिँ हाम्रो चाहिँ धेरै चाहिँ यसले चाहिँ हामीलाई के अरे नेपाल सरकारलाई सहयोग पुऱ्याउँछ र अर्को कुरा स्थानीय उत्पादनले भोलिका दिनमा सरल र सहज रूपमा र सस्तो मूल्यमा ग्रेनाइट उपलब्ध हुने कुरा म पनि यहाँसँग विश्वास दिलाउन चाहन्छु। किन भन्दाखेरि हामी इन्डियाबाट अन्य देशहरूबाट चाहिँ ढुवानी गर्दा ढुवानी खर्च अलिक बढी लाग्ने र त्यहाँबाट चाहिँ उत्पादित वस्तु अलिक बहुमूल्य तिरेर पनि ल्याउनु पर्ने र यहाँ हामीले चाहिँ भन्सारमा केही छुट पाएको हुँदा त्यसलाई चाहिँ हामीले कच्चा पदार्थको रूपमा ल्याएर यहाँ मेटेरियल अर्थात् यो ग्रेनाइट तयार गर्दा कम लागतमा तयार हुने र उपभोक्तालाई पनि कम लागतमा हामी उपलब्ध गराउन सक्ने भएको कुरा म यहाँसँग जानकारी गराउँछु। हिमराजी, हामीले 2टा उद्योगहरू हामीले शुभारम्भ गऱ्यौँ। एउटा चाहिने हुलासको चाहिने जस्ता पाताको उद्योग र एउटा यो फेरि ग्रेनाइट उद्योग चाहिने हामीले शुभारम्भ गरेका छौँ। यो वास्तवमा खुसीको कुरा हो र खुसीको कुरामा के छ भने यो उद्योगिक व्यवसाय मात्र खुसी हुने, जनता पनि खुसीको कुरा हो र यसले के हुन्छ भने तिलोत्तमा नगरपालिकामा एउटा रोजगार सिर्जना हुनु साथै तिलोत्तमा नगरपालिकाको आर्थिक विकास पनि हुन्छ। यसले चाहिँ थुप्रै अवसरहरू प्राप्त गर्छ। यसको धेरै अर्थहरू छन्, जस्तो ब्याङ्कहरूलाई लगानीको कुराहरू, सुनिश्चितका कुराहरूदेखि लिएर रोजगारका कुराहरूदेखि लिएर आर्थिक विकासका कुराहरूमा अब यसले हामीले एउटा सस्तो सुलभमा पनि हामीले पाउने भयो, प्राप्ति गर्ने हो। त्यसले गर्दाखेरि यो उद्योगहरू ज्यादै चाहिँ यसले चाहिँ यसका अर्थहरू छन्। त्यसले गर्दाखेरि अब तिलोत्तमा नगरपालिकाले पनि हामीलाई
विश्वास छ उहाँलाई हामी भरोसा दिलाउन चाहन्छौँ कि तिलोत्तमा नगरपालिका तपाईँहरूको साथमा छ उद्योगिक व्यवसायको साथमा छ यसले तपाईँहरूलाई रोजगारको सृजना गर्ने आर्थिक विकास गर्ने ब्याङ्कहरूसँग सहज रूपमा ब्याङ्कले पनि लगानी गर्न सक्ने वातावरण सृजना हुनुको साथै यसले तिलोत्तमाको नगरपालिकाको उचाइलाई पनि अझ माथि पुर्याउनेछ किन तिलोत्तमा नगरपालिकामा सबै उद्योगहरू यही नगरपालिकामा मान्छेहरू सञ्चार गर्न खोज्छन् व्यवसायीहरूले उद्योगपतिले हुलास जस्तो नेपालको एउटा हुलास घराना जस्तो उसले पनि तिलोत्तमा नगरपालिका रोज्दै गर्दा यहाँहरूले पनि तिलोत्तमा नगरपालिका रोज्दाखेरि तिलोत्तमा नगरपालिकाको पनि एउटा गौरवको कुरा हो त्यसले गर्दा यस्ता उद्योगहरू संरक्षण गर्नु सुरक्षा गर्नु उद्योगका कर्ताहरूलाई चाहिँ हामीले चाहिने लगानी गर्ने व्यवहार गरेर यो उद्योगहरूलाई हामीले अगाडि बढाउन सकियो भने अरू उद्योगबाट आउँछ तिलोत्तमा नगरपालिका उद्योगको हबको रूपमा अगाडि बढ्न सक्छ अब जस्तै शिक्षाको हबको रूपमा तिलोत्तमा नगरपालिका छ औद्योगिक हबको रूपमा तिलोत्तमा नगरपालिका छ कृषि उत्पादनमा तिलोत्तमा नगरपालिका अग्लो स्थानमा छ त्यो कारणले दुधमा हामी अहिले आत्मनिर्भर छौँ त्यसले गर्दा यस्ता उद्योगीहरूलाई हामीले बोलाइ उद्योग सञ्चालन तपाईँहरूले गर्नुहोस् त्यसको चाहिने तपाईँहरूको सुरक्षाको ग्यारेन्टी तपाईँहरूलाई अरू चाहिने एसेसरी सडकको चाहिने लिङ्कहरूदेखि लिएर विद्युत लाइनको प्रवाहदेखि लिएर अरू कुराहरू पनि तपाईँहरूलाई तिलोत्तमा नगरपालिकाले साथमा रहन्छ तपाईँहरूको साथमा भन्ने कुरा हामीले विश्वास दिलाउनुपर्छ विश्वास दिलाउनेछौँ र हाम्रा उद्योगपतिहरूलाई पनि म धेरै उनीहरूलाई बधाई जुन विश्वास त्यो विश्वासमा तपाईँहरूलाई पूर्ण भरोसा दिलाउने काम नगरपालिकाले गर्छ तपाईँहरू डगमगाउनु पर्दैन है अब यो यस्ता उद्योगहरू अरू यहाँहरूले पनि अरू उद्योग यसरी जोडिने उद्योगहरू अरू पनि खोल्नुहुन्छ भने जग्गाको व्यवस्थापन गर्नको लागि तिलोत्तमा नगरपालिकाको जग्गासँग बाटोको यसरी जोड्ने कुरामा विद्युत जोड्ने कुरामा अरू सुरक्षा प्रबन्ध मिलाउने कुरामा नगरपालिका सधैँ तयार रहन्छ भन्ने विश्वास राख्न चाहन्छु। धन्यवाद।